आज म तपाईहरुलाई इन्डेक्स च्याप्टर जुन बीबीएस फर्स्ट इयरको स्ट्याटिक्स बुक अन्तर्गत इन्डेक्स च्याप्टरको तपाईलाई लेस्पियस मेथड र पासेस मेथडको चाहिँ फर्मुला बताउन गइरहेको छु। ल हेर्नुस् है, फर्मुला याद गर्ने ट्रिक। लेस्पियसको फर्मुला हामीले चाहिँ P01 LA ले यसलाई संकेत गर्ने। फर्मुला सम्झिनुको लागि तपाईलाई सजिलो ट्रिक छ, 1000 सम्झिदा पुगिहाल्छ। यसलाई के भनेर याद गर्ने? 1000। के भनेर याद गर्ने? 1000। हेर्नुस् 1000 के भनेर याद गर्ने? 1000। अब अगाडि के थप्दिने? P, फेरि यसको अगाडि P, पछाडि Q, पछाडि Q, समेसन इन्टु 100 लेस्पियरको फर्मुला। त्यस्तै गरी तपाईले पासेसको फर्मुला कसरी बनाउने? P01 PA भनेर गर्ने। अनि यसको फर्मुला के गरेर सम्झिदा हुन्छ भन्दाखेरि 1101 सम्झिदा तपाईलाई पुगिहाल्यो। फेरि त्यसै गरी अगाडि के? P Q समेसन इन्टु 100। यसको फर्मुला के भनेर याद गर्ने? 1000 भनेर याद गर्ने स्टुडेन्ट। र यसको फर्मुला के भनेर याद गर्ने? 1101 भनेर याद गर्ने। थ्याङ्क यू सो मच।